हरेक शब्दहरू मैले साँचेर राखेको छु। हजारौं पीडा भए पनि हाँसेरै बाँचेको छु, हाँसेरै बाँचेको छु। तिम्रा हरेक शब्दहरू मैले साँचेर राखेको छु। सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थियौं। 2 महिना भइसक्यो ताकेर बसेको, अहिलेसम्म बोल्ने हिम्मत गरेको छैन। स्कुल दिने त 23। यसो गरौँ न, तल जाँदा 1 माथि आउँदा 2 गरौँ न हुन्न? अहिलेको सबै प्रब्लम ड्याडी घुरेर आएको हो कि होइन? ड्याडी र मम्मीको कोठा फरक फरक हुनु पर्यो। त्यसपछि त ड्याडीले जति घुरे पनि मम्मीलाई डिस्टर्ब हुने कुरै आएन नि। अब छोराको बिहे गरिदिनु पर्यो, अनि त्यसले थाहा पाउँछ एक दिन श्रीमतीको अनुहार देख्न नपाउँदा कति गाह्रो हुन्छ भनेर। आइसा हाजिर खाता। आज सरले अलि चाँडै लाग्नुभएको छ हाजिर कपी। सरी है। फेरि डाइलेक्ट सुन्नुपर्ने भयो। अनि त्यो नयाँ सिनियर अफिसर आउनुभयो त? सरसँगै हुनुहुन्छ क्याबिनमा। 20 मिनट त भयो नि, अरू बेलासम्म त यहीँ हुन्थ्यो त। सुड्डोलाई म मनाइहाल्छु नि। मेरो जति कलेक्सन कसको छ? हेर्नुहोस् विशालजी, तपाईँको यो फाइलको बारेमा अलिकति व्याख्या गरिदिनुहोस् न। यो फिगरहरू हेर्दा एकदमै सम्भावना भएको सहकारी जस्तो देखिन्छ। अब यसमा हामीले कलेक्सनमा जाने मेन पावरलाई राम्रोसँग ट्रेन गर्न सक्यौँ भने एकदमै प्रोग्रेसिभ तरिकाले क्लाइन्टहरूसँग डिल गर्न सकिन्छ। त्यसैले मिल्छ भने अहिले नै सबभन्दा धेरै कलेक्सन गर्ने स्टाफसँग मिटिङ गराउनुहोस्। त्यसैको लागि त तपाईँलाई यहाँ एपोइन्ट गरेको, त्यो पनि यत्रो बढी तलब दिएर। ए आउनुभयो मैसा? घडीको सुई चलिरहँदो रहेछ, त्यो सँगसँगै समय पनि बितिराख्दो रहेछ। घरबाट निस्किने बेला अलिकति टाइममा आइदिनु भएको भए अफिसमा पनि समयमै पुग्थ्यो होला। हेर्नु न सर, आउँदा आउँदै बाटोमा स्कुटर नै स्टार्ट बन्द भयो। अनि यो ट्राफिकको बारेमा हामीलाई थाहा छँदैछ। फेरि अब नयाँ स्कुटर किन्ने तल मागौँ भने त हाम्रो अफिसको के आश गर्नु? बल्ल कुरोमा कुरो मिल्ने भयो। तपाईँहरूलाई नयाँ स्कुटी कसरी किनिदिउँ, तपाईँहरूको स्यालेरी कसरी बढाइदिउँ, त्यही कुराको लागि नै उहाँ विशालजीलाई यहाँ अफिसमै लिएर आएको। अनि सुन्नुहोस् न विशालजी, उहाँ हाम्रो संस्थाको सबभन्दा बढी पैसा कलेक्ट गर्ने कलेक्टर हुनुहुन्छ मिस मीरा दा। बरु उहाँको अफिस आउने टाइम टेबल पनि अलिकति पङ्क्चुअलिटी र अनुशासन एक असल कर्मचारीको महत्त्वपूर्ण लक्षणहरू हुन्। मीराजी, उहाँ हाम्रो संस्थाको नयाँ सिनियर अफिसर मिस्टर विशाल। नमस्ते। नमस्ते। हाम्रो संस्थाको भलोको लागि उहाँले फाइनेन्सको राम्रो जागिर छोडेर यहाँ जोइन गर्नुभएको। अब तपाईँले उहाँको अन्डरमा काम गर्नुपर्छ। ल तपाईँहरू बसेर मिटिङ गर्दै गर्नुहोस्। मलाई आज अलिक छिटो निस्किनु छ, घरमा भोज पनि छ। ल है।
छ होला नि। Why not? अस्ति भर्खर मात्र त दिएको नि। अब 2 महिनाको बाँकी छ। तसँग छैन? हेर न मैले हिजो सपिङ गरेर सब सकाएँ क्या। अब अर्को हप्ता एउटा प्रोग्राम छ अनि त्यसबाट आएपछि मात्र हुन्छ क्या मसँग। ल ल म मेरो खातामा कति छ हेर्छु। झन् आज सिनियर अफिसरसँग मिटिङ। ए तँलाई थाहा छ सिनियर अफिसरको हो त्यही मर्निङ वाकवाला। के रे तेरो त्यो आशिक? ओहो बधाई छ है तँलाई, तेरो त लट्री नै लागेछ त। अनि प्रपोज गरे त त्यसै तँलाई? गर्छ प्रपोज। मेरो नमस्ते त राम्रोसँग फर्काउन सकेको छैन। त सजिलो गर्दैन त, आफै कुरा सुरु गर। पहिला अफिसका कुरा, त्यसपछि माया प्रीतिको, अनि त अफिसमै रोमान्स। तिमीहरूको त वेबसाइटहरूमा जस्तै हुने भयो त तिमीहरूको त माया प्रेम पनि। ओहो ल ल ल चुप ल, खाली नचाहिने कुरा मात्र गर्छ। ल ल म भरे पैसा लिएर आउँछु, घरपेटलाई भरे दिने भन्दै। के भन्नुभयो? टाउको दुखेर मम्मीको? ल म अहिले नै आइहालेँ। ए होइन त्यस्तो केही होइन, आइहाल्नु पर्दैन। तिम्रो मम्मी विकनेस जस्तो भएको मात्रै हो। ल तेरै मम्मीसँग कुरा गर। बाबु हेर न कस्तो कस्तो भइरहेको छ। दिनभरि घरमा हामी बुढाबुढी मात्र भएर हो कि एकदम न्यास्तो लागिरहेछ। अनि के गर्नु त मम्मी, काम त गर्नै पर्यो नि। कि म पनि घरमै बस्नु अब? होइन त्यस्तो भनेको होइन के। घरमा हामी बुढाबुढीलाई साथी नै कोही भइदिए हुन्थ्यो भनेको। होइन के भन्न खोज्नु भएको? अब हजुरले कुकुर पाल्नुहोस् त्यसो भए। के दिमाग पाएको होला यसले? घरमा साथी हुने गरी बच्चा बच्ची भए पो यसको लागि त तेरो बिहे गर्नु पर्यो नि। बिहे? नजाने कुरा नगर्नुहोस्, मेरो धेरै काम बाँकी छ। के हो सर, हजुरको बिहेको कुरा चल्दैछ? होइन, कसले भनेको? अनि हजुरले फोन नबोलेको सुन्दा त त्यस्तै लाग्यो त। सरी सर, म फोन आएर बाहिर गएको थिएँ। हजुरले के को मिटिङ भन्नुभएको थियो? बिहेको, आई मिन बिहेभियर मार्केटिङको बारेमा डिस्कस गर्न खोजेको। के हो त्यो भनेको सर? सर अनि तपाईँको कस्तो पसिना आएको? हजुरलाई ठिक त छ नि? पानी पिउनुहुन्छ ल्याइदिनु? भइहाल्यो। यस्तो शीतल रुममा पनि पसिना? ठिक छ म पानी लिएर आइदिन्छु है। भइहाल्यो। What are you doing, Vishal? This is professional meeting. आफ्नो इमोसनलाई कन्ट्रोल गर। बी कन्फिडेन्ट, नत्र तेरो इम्प्रेसन। सर आज म कलेक्सन जानु नपर्ने होला, 11:30 भइसक्यो त, फेरि ढिला हुन्छ। तिमीलाई जे मन लाग्छ त्यही गर। आई मिन आजै दिन नजाँदा हुन्न र? ओके सर, पानी लिनुहोस्। मलाई सर नभनेर बोलाइ नै हुन्छ, विशाल भने हुन्छ। ओके विशाल सर। के भन्दै हुन्थ्यो है? ब्युटिफुल मार्केटिङ, बिहेभियर मार्केटिङ। आइएम सरी, एक्चुअली तपाईँ धेरै राम्रै हुनुहुन्छ। त्यो त म छु नै। कामको कुरा गरौँ। तिम्रो रेगुलर कलेक्सनको रिपोर्ट र तिम्रो मेम्बरहरूको डिटेल्स मलाई देऊ त। तपाईँसँग भेटेर खुसी लाग्यो। भेट त हाम्रो पहिला नि भएको होइन र? हो र? कहाँ? मलाई मर्निङ वाकमा देख्नु भएको थिएन? पक्का भन्नुहोस् त।
तपाईँसँग काम गर्न पाउँदा खुसी लाग्यो। आई लभ यु। नाटकको कथा त तयार पार्यो तिमीले, अब अभिनय पनि चाल नपाउने गरी गर्नुपर्छ नि फेरि, थाहा पाउँदा नि त्यसले। बरु तपाईँले बिगार्नु होला, म त अभिनय गर्नलाई नम्बर 1 छु। तपाईँसँग बिहा नगरेको भए अहिलेसम्म हिरोइन बनिसक्थेँ म। सुरु गर, सुरु। आया आया मिराजी, उहाँ हाम्रो संस्थाको नयाँ सिनियर अफिसर मिस्टर विशाल। के हो सर, हजुरको बिहेको कुरा चल्दैछ? होइन, कसले भनेको? सर, आज म कलेक्सन जानु नपर्ने हो र? 11:30 भइसक्यो त, फेरि ढिला हुन्छ। तिमीलाई जे मन लाग्छ त्यही आई मिन आजै दिन नजाँदा हुन्न र? ओके सर, पानी लिनु। मलाई सर नभनेर बोलाइ नै हुन्छ, विशाल भने हुन्छ। बिहेभियर मार्केटिङ, आइ एम सरी, एक्चुअली तपाईँ धेरै राम्रै हुनुहुन्छ। तपाईँसँग काम गर्न पाउँदा खुसी लाग्यो। आई लभ यु। हरेक शब्दहरू मैले साँचेर राखेको छु, तिम्रा हरेक शब्दहरू मैले साँचेर राखेको छु। हजारौं पीडा भए पनि हाँसेरै बाँचेको छु, हाँसेरै बाँचेको छु। तिम्रा हरेक शब्दहरू मैले साँचेर राखेको छु।